तपाईँ गाडीमा गएर रातो बत्ती बल्छ त्यहाँ स्टोभ हुनु पर्यो कि परेन? अनि त्यसपछि के बलेबै जानुपर्छ? ग्रिन हो। त्योभन्दा पहिला एउटा चुनाव घन्टी आउँछ। के आउँछ? पहेँलो येल्लो खालको। तयारी गर्नुहोस्, तपाईँलाई बाटो खुल्दैछ भन्ने हुन्छ। त्यही भएर यो कुरालाई सबैले ध्यान दिने, ट्राफिक नियमको पालना गर्ने, तपाईँहरूको जाने एकदम पढाइमा ध्यान दिने, मोबाइल पनि कम चलाउने। तपाईँहरू धेरै मोबाइल चलाउनुहुन्छ, भात खाने बेला मोबाइल, होमवर्क गर्ने बेला मोबाइल हो, त्यो चाहिँ नगर्नुहोस् है। कुरो बुझाएको छ? यो भाइ बहिनीहरू छ नि 8 र 9 को तपाईँहरू जाने एकदम अब एकदम भनौँ एकदम जाने मेजर भइसक्नु भएको छ। तपाईँहरूले पढ्ने बेला अब 9-10 को विद्यार्थीले एकदम मिहिनेत गर्नुहोस्। एसएससी आउँदैछ 5-6 महिनापछि। राम्रो अङ्क ल्याउनु परेन? स्कुलको यो श्री चौधरी माध्यमिक विद्यालयमा नाम राख्नु परेन? पऱ्यो कि परेन? यो 9-10 को विद्यार्थी अंशदान भयो भने पो यी पछिका भाइ बहिनीहरूले शिक्षण त्यो कुराहरू हामीले मतलब हिँड्नुपर्छ भनेर यी भाइ बहिनीहरूले यतापट्टि शिक्षण दाहिने राम्रो भयो भने बायाँ त्यसै राम्रो हुन्छ। कुरो बुझिया छ? कुरो बुझ्नु भएको छ? बोल्दै बोल्दैन खाना खाएको छैन? कुरो बुझ्नु भएको छ? अबदेखि तपाईँहरूले बाटोमा हिँड्दाखेरि सडकको किनारा च्यापेर पहिलोपट्टिको लाइनमा हिँड्ने, अँगालो हालेर छरिएर नहिँड्ने। अनि घरमा बुवा आमा दाजुभाइ सर म्याडम जो पनि हुनुहुन्छ उहाँलाई मोटरसाइकल चलाउँदा के लाउने भन्ने रे? हेलमेट लगाएन भने मैले कति रुपियाँ जरिमाना काट्छु रे? लाइसेन्स भएन भने 2000 काट्छु। कति काट्छु रे? 2000 थाहा छ कति हो? अनि त्यही भएर लाइसेन्स बनाएर गाडी चलाउने। अनि 3 जना बस्ने पाइन्छ मोटरसाइकलमा? नबस्ने भन्ने है त। ल सबैले एकपल्ट मेरो नारा छ, नारा मसँग जोड्ने भन्छ है त। ल सबैले भन्नुहोस् ट्राफिक नियमको पालना गरौँ, सबै नागरिकको परिचय दिउँ, आफू बचाऊ अरूलाई पनि बचाऊ, 2 पाङ्ग्रे सवारी साधनमा अनिवार्य रूपमा हेलमेटको प्रयोग गरौँ, मादक पदार्थ सेवन गरेर कहिल्यै पनि सवारी साधनमा चलाऊ, तीव्र गति जीवनको क्षति, ढिला गए अवश्य पुगिन्छ, हतार गरे ठोकिन्छ।